नवलपरासी सुस्ता रहेको छ। यो नवलपरासीमा रहेको यो जुन त्रिवेणी नदी छ, त्रिवेणी नदी पारी जुन नेपालको भूमिहरू जोड्नको लागि बनाइएको यो पुल छ। एसियाको सबैभन्दा लामो पुल छ र यो रमणीय पनि छ, घुम्न जानको लागि एकदम रमणीय छ। र हाम्रो नारायणी पारी पनि हाम्रो चाहिँ जमिन छ, हाम्रो नेपालको भूमि छ, नेपालीहरू बस्नुहुन्छ भनेर जानकारी लिनको लागि र त्यहाँका जनताहरूलाई साह्रै विकट भएर साह्रै गाह्रो भएर वारिपारी गर्नको लागि यो नदीले गर्दाखेरि एकदम अप्ठ्यारो परेको थियो। त्यहाँ चाहिँ यसरी घुम्नको लागि र एउटा शिक्षाको लागि एउटा आफ्नो देशको भूमि सानो टुक्रा भए पनि त्यहाँ नेपाली भूमि छ भनेर थाहा पाउनको लागि हरेक नेपालीहरू जानै पर्ने ठाउँ यो सुस्ताको अहिले यो नयाँ बनेको यो झोलुङ्गे पुल हजुरहरूलाई जान अनुरोध गर्छु। हामी त घुमेर आइसक्यौँ। हामी अब यसरी यहाँ रमाइलो पनि ल है। हाम्रो अब रोड ट्रिप यस्तो खालको छ। भाइ बहिनीहरूसँग चुरा भुजा मिक्स गरिदिए हुन्छ कि बुहारी? मिक्स हालिदियो। यसरी चाहिँ मेवा काटिँदैछ है, अर्ग्यानिक। फसे थियो कि त्यहाँ के ल साथीहरू, अब यो आज सुस्ताको पुलमा छौँ। सुस्ताको पुल है, नेपालको भूमि बचाउन बनाइएको यो पुल सुस्ता पुल। लामो पुल छ, देखिँदै देखिन्न, यता उता देखिन्न, यता देखिन्न। यसरी चाहिँ बनाइयो कि देशमा चाहिँ झोलुङ्गे पुल यतिको चाहिँ हाम्रो देशले बनाएको हो। मान्छेलाई आवत जावत गर्नदेखि लिएर सम्पूर्ण पुरा सुविधाको लागि बनाएकै हो। पोर्टको व्यवस्था पनि रहेछ बिचरा। अहिले खाली छ, मान्छेहरू खासै बोट चढेका छैनन्। बोटको पनि मोटर बोटको पनि व्यवस्था रहेछ। ल 81 सालमा बल्ल उद्घाटन भइरहेछ हाम्रो देशको झन्डा। यो अब नेपाली भूमि यहाँ छ है। नेपाली भूमि मजाले यहाँ रहेको छ है। यसरी सुस्ता आउनुभयो भने यतातिर त्रिवेणीतिर आउनुभयो भने यो सुस्ता घुम्न आउनु होला है। होइन होइन बालुवा हामी त आज पुगिन्न, आज पुगिन्न छोरा। बालुवा भएको ठाउँ जान मन लाग्छ तिमीलाई? अब अघि नै उतैबाट आउनुपर्छ छोरा, यहाँ त आउनु मिल्दैन। उयो बसेको त यहाँ छोरा कस्तो म भिडियो बनाएको छु क्या। ल माइला
डिजलले डिसेम्बरमा सर हो यहाँबाट स्टार्ट हुन्छ है गाडी यहाँबाट स्टार्ट हुन्छ बाइकमै हुन्छ है टन्नै आउँछ यहाँ टन्नै आउँछन् पानी आऊ गाडीमा छ गाडीमा छ कि आऊ